हेलो एभ्रिवान, न्यू डे न्यू ब्लग है। मैले आजबाट चाहिँ मैले युट्युबमा भिडियो हाल्न सुरु गरेको छु, किनभनेदेखि मलाई पनि सबैजनाले भिडियो हालेको देखेर एकदमै रमाइलो लाग्यो। त्यही भएर मैले चाहिँ भिडियो हाल्न कोसिस गर्नेछु। मलाई पनि एकदमै रहर लाग्यो होइन। त्यहाँबाट टक्क लाएर आज चाहिँ म यहाँनिर खोला आएको छु। खोलाको छेउमा बसेर तपाईँहरूसँग बोल्दैछु। यहाँनिर खोलाको छेउमा चाहिँ रहेको छ, पानी कलल बगिरहेको छ। अनि त्यही भएर चाहिँ यहाँनिर आवाज अलिकति छुट्टै आवाज आएको छ। म चाहिँ आजबाट चाहिँ मेरो भ्लगको सुरुवात गरिदिन्छु। तपाईँहरू सुरुदेखि अन्तिमसम्म हेरेर माया गरिदिनु र मन पर्यो भने तपाईँहरू सबैजना साथीभाइहरूलाई सेयर गरेर मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्न नभुल्नु होला। त्यति भन्दै चाहिँ म अब लागेँ है यहाँ माछा हेर्नको लागि। कतिको माछा छ ल, अन्तिमसम्म हेरेर माया गरिदिनु होला। यहाँ चाहिँ मैले एउटा माछा पनि मारिसकेको छ होइन। टक्क लगाएर मैले एउटा माछा पनि मारेर यहाँनिर टक्क लगाएर एउटा माछा, यो माछालाई चाहिँ म अब उस गर्छु, के भन्छ अरे, माछालाई चाहिँ म टक्क लगाएर अब अर्को ठाउँमा गएर अलिक धेरै मार्छु। एउटा चाहिँ मैले मारिसकेको छ। अब यहाँनिर म चाहिँ टक्क लगाएर माछा चाहिँ मार्ने नै वाला छ। अब डब्बाहरू सबै प्याक गर्नु पऱ्यो। सामान धेरै के बोकेर हिँड्नु पर्ने, यो हिँड्दाखेरि सामान बोकेर हिँड्नु पऱ्यो नि, यति झ्याउ लाग्छ नि मलाई। यहाँ चाहिँ हामी टक्कसँगले होइन, यहाँ चाहिँ मैले माछा मारिसकेँ। अब म चाहिँ लाग्नेछु मासतिर, खोलाको मासतिर होइन। माछा एकदमै धेरै पाइन्छ कि यहाँ चाहिँ माछा, किनभने यो एकदमै राम्रो खोला हो नि त, सङ्ग्लो खोला। माछा एकदमै राम्रो पाइन्छ। त्यही भएर नि म मार्न आएको है। ल माछा चाहिँ आज मारेर खानिन्छु म एकदम मिठो गरेर, किनभने माछा नखाएको धेरै भयो नि त। त्यही भएर अब म चाहिँ यहाँनिर लास्टसम्म हेरिदिनु होला। म चाहिँ यहाँनिर जाल पनि हान्नेवाला छु। अनि जाल चाहिँ म आफैले हान्नेवाला छु। तपाईँहरू अन्तिमसम्म हेरिदिनु होला है। माछा परिसकेको छ यहाँनिर, माछा फाइनली परिसकेको छ। एउटा फाल्नु त ल। आमा माछा फाइनली, माछा हेर्नु यहाँ देख्न सक्नुहुन्छ। माछा चाहिँ गु पनि निस्किसक्यो कि, यो माछाको चाहिँ गु निस्क्यो। ल के छैन, यो भयो भने माछा हो नि त, मेरो माछा। ल अनि यहाँ चाहिँ यस्तो राम्रो ठाउँ छ कि होइन, टक्क लगाएर। यो चाहिँ के हो त, यो बाँस, यो त बाँस रहेछ। अनि यस्तो राम्रो ठाउँ छ नि यहाँ चाहिँ, टक्क लगाएर हेर्नु न कस्तो राम्रो भ्यू छ कि यहाँनिर चाहिँ। मैले चाहिँ आज यो माइब अड्डाउने कुरो ल्याउन भुलेछु। अनि त्यही भएर मैले हातैमा बोक्नु पऱ्यो नि, यहाँनिर ट्याप्प लगाएर लगाउँदा हुन्थ्यो नि त। अनि मैले चाहिँ आज लगाउन पाइएन, किनभने मैले आज ल्याउनु बिर्सेछ। हतारले जहाँ जाँदैन हतार जहिले पनि के भएको है यस्तो, मैले एकदमै के जहाँ जाँदा नि हतार मात्र पनि। यो खोला भन्ने चिज यति रमाइलो, आवाज पनि सल्लाह आउने, टक्क लाएर। अनि यस्तो खालको खोलाको यतापट्टिको चाहिँ, यतापट्टि चाहिँ खोला सुकिसकेको छ। अनि त्यहाँबाट यतापट्टि चाहिँ खोला लगाएको छ। लगाए चाहिँ हामी चाहिँ यो खोलामा माछा चाहिँ पाइएन, दुईवटा मात्रै माछा पाएँ यो डब्बामा। अनि माछा चाहिँ पाएन, हामी फेरि अर्को खोलामा गएर माछा मार्न कोसिस गर्नेछु नि। तपाईँहरू लास्टमा हेर्नु ल। आज चाहिँ यो डब्बाभरि माछा बोकेर लाने छ हामी, किनभने यो डब्बाभरि माछा बोकेर लगेन भने त भरे के खाने गरेर तर्केर छैन नि त। अनि त्यही भएर ल अन्तिमसम्म हेरिदिनु होला। हामी चाहिँ यो खोलाबाट अर्को खोला जाँदैछौँ। अनि त्यसो एकदम रमाइलो भिडियो लिएर आउनेछौँ। तपाईँहरू अन्तिमसम्म हेरिदिनु होला। म चाहिँ यहाँनिर अब तल जाँदैछु, नयाँ ठाउँमा आएको छ। यहाँनिर नयाँ ठाउँमा आएर माछा मार्नुहुन्छ। अनि माछा मारेपछि चाहिँ यहाँनिर मान्छेहरूसँग हिँड्नुपर्छ, अनि तलसम्म पुग्नुपर्छ कि होइन। अनि त्यहाँबाट कस्तो रमाइलो लाग्यो, लाज लाग्यो भगवान्। मान्छेहरू बाइकमा गइरहँदा एकदम लाज लाग्यो, तर के छैन, लजाएर भएन नि त। आफ्नो काम आफूले गर्नु पर्यो होइन। अनि तल चाहिँ यस्तो घुमाउरो बाटो खाने होइन। अनि त्यो घुमाउरो बाटोमा चाहिँ म एक्लै हिँडेर जान्छु भने कि एकदम एक्सर्साइज। त्यो कस्तो डेन्जर, हेर्नु न त्यो परको हेर्नु त कस्तो डेन्जर ठाउँ। राम्रो यस्तो डेन्जर, दुईवटा खाल्डो मात्रै क्या, दुईवटा खाल्डो टक्क लगाएर हेर्नु कस्तो के। यहाँको भिरहरू पनि डेन्जर क्या। यो हेर्नु है, त्यहाँ हेर्नुहोस् त कस्तो डेन्जर छ। कस्तो ठाउँ छ कि हेर्नु न। यहाँ के हो, यो दुईवटा पाल मात्रै। आमा हेर्नुहोस् त के ठाउँ हो यो, आँखा जस्तै क्या, सेम आँखा जस्तै ठाउँ कि यो चाहिँ। अब आँखा जस्तै ठाउँ भएर नि के गर्ने, अब के छैन। अब म चाहिँ एकदमै कुदेर जानेवाला छु यहाँनिर। मेरो चाहिँ यो ल्याएन छ कि यहाँनिर राख्नलाई, ल्यायो भने एकदम सजिलो हुन्थ्यो नि त। मैले चाहिँ ल्याएन है, किनकि मलाई चाहिँ यो ठाउँ चाहिँ एकदमै रमाइलो लाग्छ कि। हामी वर्षमा एक दुईचोटि आइरहन्छ नि त।
यो बाटो चाहिँ कहाँ जानको लागि आउँथ्यो हामी लमजुङ हो कि कहाँ जाँदाखेरि यो बाटो हामी गएको थियो कि एकता अनि हेर न कस्तो केराको बुट्टा कस्तो भित्र भिरको मुनि पनि केराको बुट्टा के कसले भो गरेको होला है केराको बुट्टा आमा कस्तो रमाइलो खुल्ला ठाउँ आयो म त बच्चाहरू सबै माछा मारेर राखे यहाँनिर बच्चाहरू सबै माछा मारेर खोलामा बाबरे हला बच्चाहरू सबै माछा मारेर राख तर केही पनि छैन मजा आउँछ मलाई चाहिँ शरम लाग्छ कि मान्छेहरू गाडीमा हिँड्दैछ नि त हामी त्यहाँबाट लाज लाग्छ कि हाँस्दा हाँस्दा दिन बित्ने भयो कहाँ जानुभयो मान्छे हराइगयो यहाँ त अनि बच्चाहरू चाहिँ हेर्नु न कस्तो मजाले के लिएर हिँडिरहेको कि यहाँनिर कहाँ गइरहेको कति मारे माछा खै माछा कता छ यति हो नि 2-3टा मारे छ नि भोटी नि मारे बाम पाउँछ पाउँदैन बाम पाउँछ आमा यत्रो पाउँछ है म पनि जाल हान्ने हो क्या अब म काम कहाँबाट जाने नि यहाँबाट जाने यताबाट जाने हो उताबाट जानु पर्यो यस्तो ठुल्ठुलो माछा यस्तो हेर्नु त कत्रो माछा तिम्रो माछा खै आमा गङ्गडा नि रहेछ नि है त्यस्तो हो म जान्छु माछा मार्न मुनि जान्छु अब मलाई चाहिँ माछा मार्न एकदमै रहर लाग्यो बच्चाहरूले ठुल्ठुलो माछा पाउँछ अरे म पनि मार्ने हो अब म माथिबाट आएको के साथीहरू के गर्ने माछा मार्ने रहर लागेर माछा खान मन परेर यहाँको जङ्गलमा त चरुङ्गी नि कति धेरै कराउने मेरो चाहिँ बाख्राहरू मलाई कुरेर बसेको आऊ म नि मलाई कुरा आऊ जाने आऊ के हेरेको आऊ मसँग जाने आऊ आऊ बाटो कहाँ हो यस्तो बाटो यो बाटो हो र भयो नि नभए नि गइजानु पर्यो यो बाटो बाबु माछा मार्न हो गइजानु माछा ठुल्ठुलो माछा पाउँछ ऊ त्यो जालले त्यहाँ जाल छ बाटो चाहिँ कति राम्रो खोला यस्तो राम्रो खोला के नि के हो यो फिजाको साबुन लगाएको हो क्या हो खोलामा है हेर्नु न खोलामा यस्तो फिजा आएको के यो चाहिँ किन आएको होला यो चाहिँ साबुन लगाएर माथि नुहाएको जस्तो माथि मान्छे छैन के अनि फिज चाहिँ यस्तो रहेछ कि वाउ माछा पर्यो क्या हो माछा पर्यो माछा मैले त के भेटेँ यहाँनिर हेर्नु न गाइस मैले त यस्तो चिज भेट्यो नि यहाँनिर के हो यो यहाँ त यो खोलामा त के पाइँदो रहेछ हो हेर्नु न यो खोलामा के पाइने हो हेर्नु न कस्तो के हो यो यसरी खन्ने कुरो होला कि खोलामा के खन्न माछा मार्न लिएर आएको थियो होला नि त अनि मैले भेटेँ कि यो चाहिँ अब यो चाहिँ म लाने त होला नि भेटिसी लानु पर्यो नि होइन आफ्नो भाग्यमा परेको चिज ल कस्तो खालको माछा यो के माछा हो हेर्नु त सबै कुरो देखेछ कि यहाँनिर केही पनि छैन यो माछा चाहिँ मैले पहिलोचोटि देखेको है कस्तो खालको आन्द्रा भुडी केही पनि छैन कि यो माछा कस्तो माछा भेट्यो कि कोही माछाको चाहिँ यस्तो यतातिर कालो माछा परेको कति धेरै माछा कति धेरै यो खोलामा त डेन्जर माछा पर्यो ओ माई गॉड ओए
माछा माछा ओए यस्तो डेन्जर माछा हेर्नु न माछा यो कस्तो खालको माछा के कति धेरै यो माछा चाहिँ एकदमै धेरै आमा वाउ वाउ के माछा हो यस्तो हेर्नु न कति धेरै छ कि तपाईँहरूलाई देखाउँदै टिप्नु पर्यो नि त है तपाईँहरूलाई नदेखाएसम्म त मैले कहाँ खान मिल्छ मेरो माछा हेर्नु यहाँ कस्तो यहाँ यति धेरै माछा पर्छ भन्ने थाहा पायो त म आउँथ्यो पहिले पर्यो छैन छैन ए परे माछा त वाउ यस्तो माछा यसको नाम चाहिँ म के माछा राखौँ है अब यसको नाम चाहिँ ए माई गॉड यस मछलिया यो उम्लिरहेको दहमा चाहिँ त्यो माछा पाउँदो रहेछ के त्यो आन्द्र भुडी नहुने माछा पाखातिर नि उफ्रिरहेको माछा त कस्तो रमाइलो लाग्यो नि मलाई आज माछा मार्न आएर आम्मामामा कत्रो माछा राम्रो ठुलो माछा नि है यति ठुलो पहिलोचोटि देखेको त नि ठुलो माछा माछा आखा रे म माछा लिन खोलामा आछा भाइ भाइ म नि आम यहाँ चाहिँ ठुलो माछा आखा रे नि ला म पनि आएँ छैन ओइ भाइ डुब्छ म लिन आउनु यहाँ चप्पल अड्क्यो कति साह्रो भएको छ नि त्यो जमिनमा त चप्पल त ट्याप्पै टाँस्दैन आज चाहिँ यत्रो धेरै माछा मारी म आहा यत्रो आछ दामी माछा मारियो आज चाहिँ वाउ यत्रो कसरी बोक्ने रे माछा यत्रो माछा कसले मारेको छ मैले मारेको